मुङ्ग्री माछा अर क्याटफिस यसको सेवन गर्नुभन्दा अगाडि हामीले केही कुरा बुझ्नै पर्ने हुन्छ र आज म तपाईँहरूको बीचमा मुङ्ग्री माछाको बारेमा केही कुरा गर्दैछु। नमस्कार, म तपाईँहरूको फिजिसियन डाक्टर विवेक प्रभात शाह। मुङ्ग्री माछा यस्तो प्रकारको माछा हो जुन चाहिँ सफा पानी र फोहोर पानी दुवैमा पाइन्छ। यदि फोहोर पानीको मुङ्ग्री माछा हो भने त यसको सेवन हामीले गर्नै हुँदैन, किन भन्दा यसले हामीलाई विभिन्न प्रकारको इन्फेक्सन गराउन सक्छ, जस्तै कि टाइफोइड, झाडा बान्ता, फङ्गल इन्फेक्सन र प्यारासाइटिक इन्फेक्सन जस्तै कि टेपवर्म। र मुङ्ग्री माछाको पालन गर्दाखेरि यदि एन्टिबायोटिकको प्रयोग भएको छ भने त त्यो त हाम्रो लागि झन् घातक हुन सक्छ, किन भन्दा यसले हामीलाई एन्टिबायोटिक रेसिस्टेन्स गराउन सक्छ। र अर्को एकदमै ध्यान दिनुपर्ने कुरा के हो भन्दा अफ्रिकन मुलुकको र थाई मुलुकको मुङ्ग्री माछा हो भने त त्यो हामीले कुनै पनि हालतमा सेवन गर्नु हुँदैन, किन भन्दा ती माछामा हेभी मेटल जस्तै कि लिड एकदमै धेरै मात्रामा हुन्छ, जसको सेवन हामीले गर्यौं भने हाम्रो कलेजो, मृगौला र मस्तिष्कलाई पनि एकदमै नराम्रो असर गर्छ। तर अब कस्तो मुङ्ग्री माछाको सेवन गर्ने? यदि त्यो फ्रेस वाटर सफा पानीको छ, हाम्रै देशको मुङ्ग्री माछा हो भने चाहिँ यसको हामीले सेवन गर्न सक्छौँ। हस्त आजलाई यति नै। धन्यवाद।